हेलो साथीहरू नमस्ते। नयाँ वर्षको शुभकामना सबै देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई 82 सालको सबैलाई शुभकामना छ। म तपाईहरुलाई आज एउटा ठाउँ फेरि देखाउँछु है त गाइस। यो भनेको रामपुर 10 कमल गाउँको लास्ट घर। यो चाहिँ यो भेगको चाहिँ लास्ट पोइन्ट यो घरको हेर्नुस् त, यो लास्ट घर हो यिनीहरू। यहाँबाट माथि करिडोरमा पुग्नलाई 1.5 किलोमिटर लाग्छ। करिडोर पुग्नलाई 1.5 किलोमिटर लाग्छ माथि। र एउटै यो फाँट छ माथि, एकदम चाहिँ फाँट भएको कमल गाउँ बस्तीको लास्ट चाहिँ यो हो। ल हेर्नुहोस् है, यो चाहिँ अनि हेर्नु त त्यो पहाडीको चापाकोट नगरपालिका स्याङ्जा। हेर्नुहोस् हौ त्यहाँ वनमा भिडमै एउटा घर ठुक्लुक्क छ हेर्नलाई। ओ हेर्नुहोस् है त। यो चाहिँ नगरपालिका चाहिँ उतैसँग छ नगरपालिका। र अनि तपाईँको ल हेर्नुहोस् त यहाँ तल कालीगण्डकी नजिकै छ। कालीगण्डकी यो पारीको चापाकोट हो। हेर्नुहोस् कालीगण्डकीले हेर्नुहोस्, कालीगण्डकी कति राम्रो बगेर गएको छ कालीगण्डकी। हेर्नुहोस् त कालीगण्डकीको तिरमा हेर्नुहोस् कति राम्रो जग्गा छ। त हो पर देखिएको चाहिँ तपाईँहरूलाई म देखाउँछु गाइस। ओ पर यो तुयल्लाको यो ठाउँ रामपुर पर्छ। रामपुर बजार पर्छ। ओ पारी चाहिँ अनि तपाईँको आँपचौर अलि बाटो देखिया छ। यो आँपचौर अनि कुमराङ त्यहाँ हेर्नुहोस् कुमराङ। कुमराङ अलि देखिया छ यताबाट कुमराङ चाहिँ। तपाईँको चाहिँ पानसे खोला भन्छ यहाँ, यो पानसे खोला हो। पानसे भन्छ त्यो बजारलाई। अन्त अलि यता आएपछि पानसे खोला बर्दले हेर्नुहोस् हजुर, बर्दले त्यो चाहिँ बर्दले। अब यता माथि गएपछि मनबा, यसलाई चाहिँ मनबा भन्छ। मनबा हेर्नुहोस् है, मनबा अनि छाप अनि चाहिँ तपाईँको चाहिँ हेर्नुहोस् कति राम्रो छ, कति राम्रो फाँट कालीगण्डकी बगेको देख्नु होला सबैजना साथीहरूले। ओ माथि अग्ला डाँडा छ। यो भेग सबै चाहिँ फाँटै फाँट छ। यो चाहिँ यहाँबाट उता अझै 60 छ, त्यहाँबाट उता निसार्दी छ। राम्रो छ यो भेग तपाईँको। यो चाहिँ पूर्वी कालीगण्डकी करिडोरको चाहिँ भेग हो यो सबै। हेर्नुहोस् कति राम्रो छ। अब यो लास्ट कमल गाउँको लास्ट घर यो। यहाँबाट माथि सबै बस्ती हो। कमसेकम 230 घर छ यहाँबाट माथि। माथि चाहिँ करिडोरसम्म गरेर 230 घर छ। मैले फर्स्टचोटि देखाउँदैछु है यो ठाउँलाई, अन्त देखाएको थिइनँ। म चाहिँ यो फर्स्ट ठाउँ देखाउँदैछु। अहिले बाटो पनि राम्रै बनिरहेछ। बाटो पनि ठिक छ। पहिला यो बाटो एकदम दुःख थियो, अहिले चाहिँ राम्रै छ। यतिको चाहिँ राम्रो चाहिँ विकास भएकै भन्नुपर्छ साथीहरू। हेर्नुहोस् पूर्वी पाल्पाको चाहिँ तपाईँको चाहिँ बस्ती सरल देख्नुभयो होला। यो त थोरै हो रामपुर नगरपालिका। अझै यहाँ चाहिँ रामपुर नगरपालिका ठ्याक्कै यो ठाउँबाट भन्नुपर्दा 17 किलोमिटर छ। यो ठाउँबाट भन्नुपर्दा 17 किलोमिटर चाहिँ यहाँबाट हामी बाइकमा चाहिँ रामपुर नगरपालिका बेजड अथवा नगरपालिकै कार्यालय पुगिन्छ है। यहाँ 17 किलोमिटर छ। यहाँ तानसिन जान नि त्यति 40-45 किलोमिटर छ। गल्याङ जानलाई 14 किलोमिटर। तपाईँको यहाँ चाहिँ चापाकोट नगरपालिका जानलाई
ठाउँबाट जाने अब अहिले चाहिँ पुल बनिएको छ, पक्की पुल। त्यसको चाहिँ 65 अथवा 85% काम भइसकेको छ। त्यो भयो भने सहज हुन्छ, एकदम राम्रो हुन्छ। त्यो भने यताको बस्तीलाई यहाँ चाहिँ 8 किलोमिटर चापाकोट नगरपालिका पर्छ। त्यहाँ पनि फाँटै छ, सबै ठाउँमा फाँटै छ साथीहरू। र तपाईँहरूलाई मैले यो भिडियो देखाएँ है त, यो भिडियो देखाएँ। अब कुनै दिनमा फेरि तपाईँहरूलाई अर्को ठाउँको देखाउँछु गाइस। हस् त, यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। मेरो चाहिँ युट्युब च्यानलमा राख्छु मैले, लाइमछाने अफिसियली युट्युब च्यानल भन्ने छ, त्यसलाई हेरिदिनु होला सबैजनाले है त।